हेलो गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस ब्लगमा तपाईँहरूलाई स्वागत छ। आई होप म पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला है। ल आज चाहिँ मेरो भिडियो चाहिँ भर्खर फर्स्ट भिडियोमा चाहिँ आइरहेको छ। तर चाहिँ त्योभन्दा अगाडि नै चाहिँ रोल्पा टु पश्चिम रुकुम चाहिँ एउटा ब्लग बनाएको थिएँ। त्यही अनुसार चाहिँ कन्टेन्ट कस्तो थियो त्योमा पनि खासै त्यतिटा देखाएको थिइनँ, त्यही भएर मोबाइलले पनि साथ दिएको थिएन। र फेरि पनि आज म एउटा भिडियो जोड्न गइरहेको छु। म चाहिँ अहिले बिहान उठेर चाहिँ भर्खर अब आफ्नो कामतिर लाग्दैछु। यो कामतिर चाहिँ घाँस दाउरा काम त्यही त होइन, त्यही अनुसार चाहिँ म गइरहेको छु। अनि राति चाहिँ बाबुले चाहिँ कति सुत्न नदिएर हल्का आँखा दुखेर, अनि आमा पनि त्यस्तै है, आमाले पनि खासै नसुतेर असबै सुतिरहेको छन्। त्यही पनि ठिकै छ। बच्चा भनेपछि अब शिशुमा कहिले पेट दुखाउने कहिले के दुखाउने भन्ने कुरा हुन्छ। यो कुरालाई चाहिँ एकदम विशेष ध्यान दिनुपर्ने अवस्था हो। अब चाहिँ म घाँस लिन चाहिँ गइरहेको छु। अब त्यो घाँस लिन चाहिँ मम्मी अगाडि नै बिहान गइसक्नु भएको छ। अब यता चाहिँ मेरो गाउँघरतिर है, र रोल्पा र रुकुमको सिमानामा ठ्याक्कै पर्छ हाम्रो गाउँतिर। तर चाहिँ मेरो चाहिँ रोल्पा पऱ्यो है। गाउँ चाहिँ त्यस्तै हो, अब छरछिमेक त भइहाल्छ। खासै त्यति नजिक पनि छैन होइन, टाढा पनि छैन। त्यही पनि गाउँ छरछिमेक अथवा टाढा भए तापनि कुनै काम अथवा केही परिहाल्यो भने पनि सबै एकजुट भएर चाहिँ सहयोगी अथवा काम गर्ने चाहिँ एकदमै मैले गर्नुपर्छ अथवा गर्नै पर्छ भन्ने चाहिँ छ। तर पनि ठिकै छ, गाउँघरका सबै छिमेकीहरूले चाहिँ बुझ्छन्। मान्छेहरू छिमेकी भइसकेपछि समाजले पनि हेर्ने दृष्टिकोण चाहिँ कस्तो के हुन्छ, गाउँघरमा के कस्तो छ भनेर चाहिँ पनि हेर्छन् है। तर चाहिँ हाम्रो गाउँघरतिर चाहिँ फलफुल पाइने भनेको नि यस्तो चाहिँ यहाँनिर चाहिँ बिलौटीहरू चाहिँ है, यो धेरै किनेर खानुभन्दा चाहिँ मागेर खानु चाहिँ एकदम राम्रो के। यता गाउँघरतिर पनि त्यस्तै हो। सहर बजारतिर चाहिँ किनेर खानुपर्छ नि जे चिज भए पनि, तर गाउँघरतिर चाहिँ टन्नै हुन्छ जति खाए तापनि है। यी हेर्नुहोस् बिलौतीहरू चाहिँ यस्तो छ कि हामी चाहिँ खानुपर्छ। खाउँदाखेरि सागसब्जीहरू यता चाहिँ तल कागती टन्नै छ। कागती चाहिँ यता टन्नै छ। सानो रिन्जा खोला भन्ने चाहिँ आइसकेको छुमा। बर्खा लाग्यो भने यति ठुलो भइदिन्छ। बर्खा लाग्यो भने चाहिँ भेउटाहरू पनि प्रशस्त मात्रा पाइन्छ कि। किनचोटि चाहिँ यहाँ आउँदा बित्तिकै हित्ती लोटेर चाहिँ म आफ्नो मोबाइल कुचाउनु भएको थियो, मलाई पनि याद छ। ल अहिले चाहिँ मेरो गाउँ देखाउन खोजेँ है मैले। यता वनतिर चाहिँ आइपुगेको छु। यो वनतिर चाहिँ अब घाँस अब अलिक पर छ, हामीले अस्ति काटेको बिरुवाहरू है, त्यो घाँसहरू चाहिँ लिन जाने छु। तर पनि अब पर पनि देखाउँछु तपाईँहरूले कस्तो छ होइन। ल अहिले चाहिँ म बिर आइसकेँ। मम्मी पनि अगाडि आइराख्नु हो, त घाँस खसालिरहनु भएको रहेछ। यत्रो पल्टाइसक्नु भएको छ मम्मीले चाहिँ माथिदेखि पल्टाउँदै हुनुहुन्छ अहिले। मम्मीले चाहिँ अहिले चाहिँ गुरु चाँचिराख्नु भएको छ। अब चाहिँ एकछिनमा लाने हो। मेरो बारी चाहिँ यस्तो छ, के हुन्छ घर गएपछि थाहा हुन्छ है। ल आयो बल्ल बल्ल गरेको यस्तो चाहिँ गरे पुग्यो म त अहिले चाहिँ। अर्ग्यानिक पपकर्न आजको यस भिडियोमा तपाईँहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला है त। अर्को भिडियोमा भेटौँला। बाई बाई।